यतिखेर हामी तिनौ खोला बुटोलको तिनौ खोलामा छौँ र पहिले एउटा गीत बनेको थियो तिनौ खोला पारी मेरी माया बसेकी भनेको गीत थियो नि त्यो गीत यहीँ बसेर गाएको भन्ने किंवदन्ती सुन्न पाइन्छ। तिनौ खोला यस्तो छ, पुल यस्तो छ हैन, अनि हराभरा डाँडाहरू यस्तो किसिमको रहेको छ भने यतापट्टि बुटोल फुलबारी रहेको छ, यस्तो रहेको छ, यस्तो किसिमको गाडी ट्राफिकको मात्राहरू पनि रहेको छ भने यो अवस्थामा के छ भन्दा यस्तो खाले अवस्था रहेको छ। लुम्बिनी प्रदेश अस्पतालको गाडी आएको छ भने तल पौडी खेल्ने स्विमिङ पुलमा लगायत यो तिनौ खोलामा स्विमिङ गर्ने व्यक्तिहरूको पनि भेड लागिरहेको छ। यसरी देख्न सकिन्छ तिनौ खोलाको